त्यही दिनमै हामी पत्रकार सम्मेलन गरेर केही कुराहरू पनि सार्वजनिक गर्दैछौँ, अझ सार्वजनिक गर्दैछौँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गते सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्ण मानवाधिकारवादी भए हैन, पत्रकारहरू भए, पुलिस प्रशासन, पुलिसलाई त म के भन्छु भने आइजिपी साहब र पुलिसका र सेनाका निजामती कर्मचारीहरूलाई अब मङ्सिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरू पनि तपाईँहरू पनि नआउनुहोस् अफिसमा, पुलिसहरू पनि तपाईँहरू पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँकौँ, यो व्यवस्था फ्याँकेर र पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि ती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेको बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। सञ्चार माध्यममा जे आइरहेको थियो, दुर्गा प्रसाई अब आन्दोलनमा नजाने सरकारसँग वार्ता गर्न तयार भनेर आइरहेको थियो, के हो यो चाहिँ खासमा? होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो, मलाई छुन्ने कुरा पनि मिडियामै आयो होइन, कुरा बुझ्नु भएन। अब अहिलेसम्म पक्रिन, पुलिस पनि आउँदैन, वार्ता गर्न सरकार पनि बोलाउँदैन। हामी अघि बढेका छौँ र हाम्रो अभियान अघि बढिसक्यो। आन्दोलनमा घाइते र मृत्यु भयो भने चाहिँ त्यसको जिम्मा दुर्गा प्रसादले लिन्छ? होइन, मैले कहिले लिन्न भने त चैत 15 गतेको घटना पनि त हामीले नै गरेको, तर गोली हान्ने काम त हामीले गरे होइन नि। फेरि दुर्गा प्रसाद भाग्नुपर्ने स्थिति आउँछ कि के छ त्यो? होइन, अब म भाग्दिनँ। अस्ति मलाई मार्ने योजना थियो, अब म भाग्दिनँ। तपाईहरु दुःख। मानव अधिकार आयोगले चाहिँ के भन्नुभयो तपाईले? मानव अधिकार आयोगले मलाई उहाँले भनेको सत्य कुरा भनौँ, यी तपाईले उठाउनु पर्ने माग हामीले उठाउनु पर्ने हो दुर्गाजी। आज हाम्रा पनि अलिकति कान खुले। तपाईले दिनै पछि पहिलेदेखि भन्दै आउनु भएको कुरो कस्तो कस्तो हामीलाई त हावा जस्तो लाग्थ्यो, तर तपाईले भनेको कुरा सबै कुरा पुग्दा पुग्दै तपाईको यो सबै कुरा पुग्यो। त्यसले गर्दाखेरि हामी पनि तपाईलाई साथ दिन तयार छौँ र देश जोगाउँ। पूर्ण रूपमा हिंसात्मक आन्दोलन हुन्छ। अब अस्तिको आन्दोलनले जल्न जलाउन तोडफोड हुन बाँकी खासै केही संरचना छैन। तपाईहरुको आन्दोलनले थप फेरि के भयो? जलाउने के त हो? जलाउने नै केही छैन। जलाउने जति जलाउनु पर्ने थिएन, सिंहदरबार जलाउने हुँदैन थियो, सर्वोच्च अदालत जस्ता सम्पदामा आगो लाउनु हुँदैन थियो, लगाइहाले अपराधीहरूले है। हाम्रो त्यो कसैको घर जलाउने कसैका हामीले त्यो गर्दैनौँ। चैत 15 गते पनि नि केही घुसपेट भयो, दलहरूको घुसपेट भयो, खास गरेर खड्गप्रसाद ओलीज्यूका दलकाले घुसपेट गरे हाम्रो बदनाम गराउनलाई। हाम्रो योजना भनेको मान्छे बचाउने हो क्या, जलाउने होइन। अर्का घर किन जलाउनु? त्यसले गर्दा अब त जलाउने भत्काउने चिज सबै जगिहाल्यो अस्ति नै। अब केही बाँकी छैन। हामी शान्ति रूपले ध्वस्त बनाउने, अझै तहस बनाउने चाहिँ तपाईहरुको अब सोच हो मङ्सिर 7 गतेदेखि। हेर्नुहोस्, हामीले मङ्सिर 7 मा बल्कुमा गर्दा पनि कहीँ तोडफोड गरेनौँ। बिचमा घुसपेट भयो, अलिअलि गोली ग्यास चलायो भने टियर ग्यास खाए गए। हाम्रो त्यो योजना होइन, हामी त्यो गर्दैनौँ।